मेसेन्जरबाट लक चाहिँ कसरी राखिन्छ हेर ल साथीहरू, म सिकाइदिन्छु। मेसेन्जरमै लक कसरी राखिन्छ म सिकाइदिन्छु ल तपाईँहरूलाई। मेसेन्जरमा लक राख्ने तरिका। फर्स्ट सुरुमा मैले मोबाइल स्क्रिन राख्दिएँ है। त्यसपछि मेसेन्जरमै जानुपर्छ तपाईँहरू। मेसेन्जर देख्नुभयो होला नि, मेसेन्जरमै जाने। तपाईँहरू मेसेन्जरमा गएपछि मात्रै हुन्छ, मेसेन्जरबाटै हुन्छ है। फेरि मेसेन्जरमा जाने। म मेसेन्जर एप्स ओपन गर्यो अनि आफ्नो तपाईँहरूको चाहिँ, मेरो चाहिँ फेरि तलतिर छ है, भन्नु ल, मेरो फेरि यहाँ मेरो चाहिँ यहाँनिर छ, तपाईँहरूको चाहिँ यहाँनिर हुन सकिन्छ है। तपाईँहरूको यहाँनिर हुन सकिन्छ। अनि मैले चाहिँ यो 3 डटमा क्लिक गर्यो। 3 डटमा क्लिक गरेपछि सेटिङ्समा क्लिक गर्नु होला। सेटिङ्समा क्लिक गरेपछि माथि यसरी स्क्रोल गर्नु होला। यसरी स्क्रोल गरेपछि यहाँनिर हेर्नु, म फेरि इङ्ग्लिस पढ्न आउँदैन, यहाँनिर क्लिक गर्नु होला। यसमा यो एसमा क्लिक गर्नु होला है। यो एसमा मैले क्लिक गरेँ। क्लिक गरेपछि यहाँनिर छ धेरै एप्सहरू छ। यहाँनिर छ, यो छ, तपाईँहरूले देखिसक्नु भयो होला मैले भन्दा अगाडि। आज यो छ, धेरै एप्सहरू छ। तल जानै पर्दैन, यहाँनिर छ हेर्नु। यहाँ पुग्नु ल, एप्स लक भनेको छ, पुग्नै आउँदै हेर्न त मरेको नि। यहाँनिर छ एप्स लक भन्ने, यहाँनिर छ एप्स लक भन्ने कुरालाई सालालाई यसलाई ट्याक्क थिचिहालौँ। त्यसपछि यसलाई यो बटन छ नि, यसलाई अन गर्दैमा हुँदैन, फेरि यो अन गरिहाल्ने, आफ्नो इच्छाले हुन्छ। अनि त्यसपछि खै यस्तो स्क्रिन देखाउँछ ल, म अन गरिहाल्छु। यस्तो स्क्रिन देखाउँछ। यहाँनिर लक भन्ने ठाउँमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नु होला। त्यसपछि लक आउँछ, आफ्नो लक। मेरो चाहिँ फेरि कता हराएको नि, यस्तो देखाउँछ है। यो यसलाई अन गर्ने है। यसलाई अन गरेपछि यो भित्र जाने। 1 2 3 4 4 थिचेँ है। ल 1 2 3 4 राखेँ मैले। 1 2 3 4 राख्यो। त्यो भित्र गइसकेपछि आफैले 4 देखिन्छ। यहाँदेखि हटाउने भएदेखि माथि गर्ने। माथिकोमा अलि धेरै राख्ने हो भनेदेखि यहाँ छ 15 सम्मको राख्नलाई। 1 मा यही छ, यही दुईटै एकै भयो यो चाहिँ है। त्यसपछि तपाईँहरू सिधै ब्याक जानु, फेरि यही ओपन गर्नु। मैले कुनै एप्सहरू ओपन गरेँ होइन, यही मेसेन्जरबाट। अनि क्लिक गर्नु मेसेन्जरले। लग मागिन्छ, थाहा पाउनु भयो नि। यसरी लग सिधै मेसेन्जरमा लग मागिन्छ। यस्तो लग मागिन्छ र म हटाउने पनि सिकाइदिन्छु। लगमा क्लिक गर्नु होला। क्लिक गर्नु, मैले 1 2 3 4 राखेको छ। 1 2 3 4 हेर्नु, क्लिक खुल्यो। 1 2 3 4 हटाउनलाई चाहिँ फेरि यसैमा क्लिक गर्नु होला। मैले चाहिँ क्लिक गरेँ। फेरि सेटिङमै जानु होला। यही सेटिङमै जानु होला तपाईँहरू। यही सेटिङमा गएर माथि स्क्रोल गरेर यहाँबाट फेरि अघिकै ठाउँमा यसमै क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि यही हुन्छ है, मैले देखाइरहेको छु। यसमा क्लिक गर्नु होला। यसमा अनि अफ हुन्छ त्यतिकै। यसमा होइन, यही हुन्छ। यसलाई चाहिँ अफ गर्नु होला। ल यसपछि चाहिँ अफ हुन्छ। अफ भनेर भनिरहेछ। सिधै ब्याक आएर हेर्नु होला। मेसेन्जर ओपन गर्यो, छैन, लक खत्तम।
यति नै हो, बाई बाई।